हेलो नमस्ते। अहिले कस्तो हिट वार्निङ भइरहेछ हैन, तर पनि आइ एम इन्जोइङ इट। किनभने 2 महिना 3 महिना त हुन्छ हैन, सो आई जस्ट वान इन्जोय क्या। आई नो इट्स ह्युमिड, इट्स हट, बट इट्स ओके, नो कम्प्लेन। त्यो चिसोमा बस्दा 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 ओ माई गॉड, लाइक बरु यो 40 डिग्री 45 डिग्री पनि ठिक छ भने जस्तो भइसक्यो क्या। अनि घाँटी पनि हैन, मेरो एलर्जी सिजन हो नि त। अब यो सिजनमा जहिले पनि मलाई त्यो घाँटीको चाहिँ भइरहन्छ हैन, तर अब म यही कुरामा अब मैले एक्सेप्ट गरिसकेँ हैन। इट्स ओके, अब आज हुन्छ अनि 1-2 दिनपछि निको हुन्छ, 1 हप्तापछि निको हुन्छ, त्यो एक्सेप्ट गरिसकेँ क्या। साँच्चै एक्सेप्टको कुरा गर्दाखेरि चाहिँ हैन, अहिले एउटा कस्तो भन्न मन लाग्यो कि वाइ पिपल डोन्ट अलाउ अदर पिपल टु लिभ इन पिस। वाइ डोन्ट दे रेस्पेक्ट देयर डिसिजन, और वाइ डोन्ट दे रेस्पेक्ट एन्ड लेट देम डु वाट एभर दे वान्ट भन्ने खालको जस्तो फिल भएको क्या बोल्नलाई। किनभने एकजना फ्यामिली चाहिँ अब अहिले चाहिँ कतै ग्यादरिङहरूमा यताउता कतै पनि जानै छोड्दियो अरे। किन भनेर सुन्दाखेरि चाहिँ अब उनीहरूको एउटा बच्चा बिहानै नगर्ने भनेर बसेको छ अरे। अनि एउटा बच्चा छोरीको चाहिँ अब कोही पनि केटै पाइरहेको छैन हैन। अनि उनीहरू बाहिर जाँदाखेरि चाहिँ सधैँ क्वेसन आउने के भन्दाखेरि छोरीको बिहा कहिले गर्ने, किन नगरेको, बुढी भइसक्यो, धेरै उमेर भइसक्यो, छोरा किन नगर्ने, अब त यो कमाउने लाइनमा लागिसक्यो, यस्तो भइसक्यो, किन नगर्ने, त्यो के त्यस्तो क्वेसन। मैले अर्को पनि अरू पनि देखाएको छ हैन। अब they don't want to talk to anyone, they just want to be in their cocoon खालको। किनभने they are trying so long for baby हैन, तर अब बच्चै भइरहेको छैन। इट्स बिन 6-7-8 years भइसक्यो बिहा भएको, तर बच्चै भइरहेको छैन। अब उनीहरूलाई चाहिँ के को प्रेसर भने बच्चा कहिले हुन्छ, बच्चा कहिले हुन्छ, त्यो क्वेसन के बारम्बार। ए बाबा, उनीहरूको डिसिजन, उनीहरूको। अब कोही मान्छेलाई बिहा गर्न मन लाग्ला, बिहा गर्ला, कोहीले केटाकेटी नै नपाएर लाइक दे आर गोइङ थ्रु सो मेनी थिङ्स इनसाइड हैन। उनीहरूको फ्यामिलीमा पाएकै छैन, उमेर यस्तो भइसक्यो भनेर उनीहरू आफै स्ट्रगल गरिरहेको हुन्छन्। अनि बाहिर पनि त्यही कुरा सुनिरहनु पर्दाखेरि त उनीहरूलाई कस्तो फिल हुन्छ होला। और त्यो मान्छेलाई बिहा नै गर्न मन छैन, आई जस्ट वान्ट टु लिभ माई लाइफ लाइक दिस। किन हामी एक्सेप्ट किन नगर्ने क्या? इट्स नर्मल भन्ने चाहिँ किन नसोच्ने होला? बिहा नै गर्नुपर्छ भने कहाँ लेखाएको छ र? लाइक एभ्रिथिङ इज नर्मल, वी क्यान टेक इट एज अ नर्मल। अनि बच्चा पनि बच्चै पाउनुपर्छ भन्ने कहाँ लेखाएको छ? मेबी दे डोन्ट वान्ट किड, maybe they want to live their life. म मेरो हस्बेन्डै मेरो लागि सबै कुरा हो, आई जस्ट वान्ट टु इन्जोय माई लाइफ उसँग। अथवा मेरो बुढी नै मेरो सबै कुरा हो, सो आई वान्ट इन्जोय माई लाइफ विथ हर। और हाम्रो पेट छ, वी वान्ट कन्सिडर देम एज आवर चाइल्ड। लेट्स एक्सेप्ट द फ्याक्ट क्या। यो कुराहरू चाहिँ हामीले एक्सेप्ट गर्नु जरुरी छ भने जस्तो लाग्छ क्या। अब पहिला हामीले अब प्राइड, गे, लेस्बियनहरूलाई पनि त एक्सेप्ट गर्थेनौँ होइन। अब वी एक्सेप्ट अल दोज थिङ्स। सो यस्तो कुराहरूलाई पनि एक्सेप्ट गर्दै गए भइहाल्यो नि। किन त्यसलाई बिग डिल बनाएर अरू मान्छेलाई आउजाउ गर्न नै नपाउने गरेर खालि क्वेसन गरे टर्चर दिँदै किन गर्नु पर्यो क्या? लेट्स नट डु दिस. Let them enjoy, let them just focus on ourselves rather than like अरूलाई क्वेसन गरिरहने भन्दा पनि हैन, हामी आफैमा फोकस हुनु
राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ इट्स पिसफुल फर देम फर योर सेल्फ टु किनभने उनीहरूको मनमा तपाईँप्रति कति नेगेटिभ फिलिङ्स होला यो मान्छेले जहिले भेटे पनि यस्तै कुरा गर्छ भन्ने खालको त्यो नेगेटिभ त उनीहरूले तपाईँको हेर्ने नजरियै बदल्यो नि त किन त्यस्तो गराउने क्या सो लेट देम इन्जोय यदि बच्चा कसैको हुनेछ भने भइहाल्छ तपाईँले थाहा पाइहाल्नुहुन्छ कसैको बिहा गर्नेवाला छ भने भइहाल्छ हुन्छ नि किन त्यही कुरामा झन् गरेर कुरालाई झन् धेरै ठुलो बनाएर नो पोइन्ट मलाई चाहिँ त्यस्तो लाग्छ होइन कतिपय मान्छेहरूले योमा समर्थन पनि दिनुहुन्छ कतिपय दिनु हुँदैन भने चाहिँ प्लिज सोच्नुहोस् यो बारेमा आई थिङ्क इट्स टाइम टु थिङ्क अबाउट इट बाई